भिडियो मात्रै खिच्नु भएको कि अन्तर्वार्ता पनि लिने गर्नु भएको? अन्तर्वार्ता अब तपाईँ चलाउँदै जानु बिस्तारै लिने। तपाईँ अब अन्तर्वार्ता दिने भइसक्नु भयो। अनि अनि हजुर हमार भात खाए वाला जगह यो होटल अस्ति भन्दै हुन्थ्यो मालिकले। आज भ्याइँदैन, अस्ति पनि भ्याइएन। ल सेल्फी डाँडा पनि कट्यो। सेल्फी डाँडा कट्यो। ठाउँ राम्रो छ। राम्रो छ। यतातिर ससुराल बनाएर बस्न मन लाग्छ। अब नाति नाति नभएको मान्छे के ससुराल बनाउनु? नाति नातिना छ। नाति नातिना भएर पनि तपाईँ यस्तो हेल्दी कसरी हुनुभयो? यस्तो डराउनु हुन्छ। खुवाइ पुयाइले हो। नातिनी त तरुनी भइसकेछ। अनि र पनि ड्राइभ गरिरहनु भएको छ? जै पनि ड्राइभ गरिरहेको छु। मैले मेरो जन्मदिन र तपाईँको लाइसेन्स निकालेको दिन एउटै 2049 साल फागुन 27 गते एउटै छ। मेरी छोरी भन्दा 2 महिना जेठो कान्छो तपाईँ? हजुर त्यही त दिदी भन्नु 2-3 महिना। हजुर फागुन 22 फागुन 27 पुस 7। मेरो लाइसेन्स बनाएको दिन र उहाँको जन्मदिन एउटै रहेछ। बिहेको गाडी जानेछ। जन्ती लिएर जाँदैछ। ढाल्नेको कट्टुस थाहा छ दाइ तपाईँलाई? कट्टुस ढाल्ने कट्टुस भनेको थाहा छैन। ठुलो खालको कट्टुसलाई ढाल्ने कट्टुस भन्छ। चिलाउनेको रुख थाहा छ? अब जङ्गलमा त चिन्दिन, तर एकपल्ट आराले काट्ने काम गर्दाखेरि चिलाउनेमा फेला परेको थिएँ। काट्दैन मजाले। काट्दाखेरि धुलो निस्किन्थ्यो। चिलाउँछ जिउ। त्यसको धुलो जिउमा पर्यो भने